सभामुख महोदय, हामी अहिले सदन नियमावलीको अधीनमा बसेर चलाइराखेका छौँ। यो सदन भावनाले चल्दैन र यो नियमावलीको अधीनमा बस्दै गर्दाखेरि यो प्रतिनिधि सभा नियमावली 79 को 38 मा स्पष्ट व्यवस्था गरिएको छ कि प्रधानमन्त्री उपस्थित हुन नसक्ने अवस्थामा प्रधानमन्त्रीले तोकेको मन्त्रीबाट यो नीति तथा कार्यक्रमको छलफलमा भाग लिने र जवाफ दिने भन्ने स्पष्ट तोकेको छ। त्यो कारणले गर्दाखेरि सदनलाई नअल्झाइकन यो नियमावलीको 38(3) अनुसार छलफललाई अगाडि बढाउन म विनम्र अनुरोध गर्न चाहन्छु र यस सम्बन्धमा प्रधानमन्त्रीको कार्यालयबाट आज प्रधानमन्त्रीज्यूले अर्थमन्त्रीज्यूलाई प्रतिनिधि तोकी पठाएको जानकारी मलाई मुख्य सचेतकको हैसियतमा जानकारी भएको बेहोरा पनि जानकारी गराउँछु। धन्यवाद सर।